सबैजनालाई नमस्ते। म तपाईहरुलाई आजको भिडियो मार्फत अहिले नेपालमा चर्चित बालीको रूपमा बिस्तारै भित्रिँदै आएको मोरिङ्गा, जसलाई हामी सजीवन अथवा शीतल चिनी पनि भन्छौं, ड्रमस्टिक पनि भन्छौं, त्यसको बारेमा सानो जानकारी लिएर आएको छु। मसँग अहिले तपाईहरुले झट्ट हेर्दा हाम्रो पपकर्न जस्तो देखिन्छ, तर यो मोरिङ्गाको सिड हो। मसँग एउटा ODC3 भन्ने जातको मोरिङ्गा छ र अर्को मसँग PKM2 भन्ने जातको मोरिङ्गा छ। यो दुईटा जातहरुको बीचमा तुलनात्मक रूपमा के भिन्नता छ र हामीले के प्रयोजनको लागि कुन चाहिँ जात छनौट गर्न सकिन्छ, PKM2 वा ODC3 भनेर मैले तपाईहरुलाई सानो जानकारी दिन्छु। अहिले मैले जुन तपाईहरुलाई भिडियोमा देखाइरहेको छु, यो चाहिँ हाम्रो PKM2 भन्ने मोरिङ्गाको जात हो। यो प्राय गरेर हामीले पात उत्पादनको लागि अथवा लिफ र लिफबाट बनाउने पाउडरको लागि अत्यन्त राम्रो मानिन्छ। यो उचाइको हिसाबले करिब 2.5 देखि 3 मिटर उचाइको हुन्छ र यसको पातहरू ठूलो साइजको र गाढा हरियो रङको हुन्छ। र यो बिरुवा सारेको बिरुवा बन्न भनौं न, बिउबाट बिरुवा बन्न करिब हाम्रो 45 देखि 60 दिन लाग्छ भने बिरुवा सारेको 8 देखि 10 महिनामा हामीले पहिलो उत्पादन लिन सकिन्छ PKM2 को। र त्यसैगरी यो तुलनात्मक रूपमा अलि बढी पानी चाहिने अथवा पटक पटक सिँचाइको आवश्यकता यसले खोज्छ एज कम्पेयर टु हाम्रो ODC3। त्यस्तो ठाउँमा चाहिँ तपाईहरुले जुन ठाउँमा सिँचाइको प्रशस्त सुविधा छ र तपाईहरुको टार्गेट अथवा तपाईहरुको लक्ष्य मोरिङ्गाको पात उत्पादन गर्ने र त्यसलाई सुकाएर धुलो अथवा पाउडर बनाउने हो भने तपाईहरुले त्यो बेलामा हाम्रो PKM2 भन्ने जात चाहिँ प्रयोग गर्न सक्नुहुन्छ। र त्यसैगरी मसँग अर्को जात भनेको चाहिँ ODC3 छ। यो बिरुवा सारेको करिब 3 देखि 4 महिनाबाट फुल्न सुरु गर्छ भने 6 देखि 8 महिनामा यसले पहिलो उत्पादन दिन सुरु गर्छ। PKM2 हाम्रो पात अथवा लिफजन्य प्रडक्टको लागि हामीले लगाउन अत्यन्त प्रभावकारी मानिन्छ भने ODC3 चाहिँ हाम्रो फल अथवा कोसाको लागि चाहिँ हामीले लगाउन राम्रो मानिन्छ। यसको उचाइ 3 देखि करिब 4 मिटर हुन्छ र यो जहाँ अलि बढी सुक्खा छ, जहाँ सिँचाइको अलिकति समस्या छ, त्यस्तो ठाउँमा हामीले के गर्न सकिन्छ, ODC3 जातको मोरिङ्गा चाहिँ तपाईहरुले लगाउन सकिन्छ। बजारमा मोरिङ्गाको बिउ, मोरिङ्गाको बेर्ना भनेर जात नफुलेका अथवा विभिन्न किसिमका मोरिङ्गाहरूको बिउ अथवा बेर्नाहरू बिक्री गरिन्छ। तपाईहरुले अब मोरिङ्गाको बिउ अथवा बेर्ना खोज्दाखेरि सबभन्दा राम्रो अहिले सबभन्दा राम्रो जातको रूपमा चिनिएको भनेको चाहिँ PKM2 र ODC3 हो। PKM2 प्राय गरेर लिफ र लिफजन्य प्रडक्टको लागि अत्यन्त राम्रो छ र ODC3 भनेको डिओल पर्पजको लागि भनेको हाम्रो फलको लागि पनि राम्रो छ, सँगसँगै पातको लागि पनि राम्रो छ। PKM2 मा पातको साइज अलिकति ठुलो हुन्छ, गाढा हरियो हुन्छ र त्यसको कम्पेयरमा ODC3 मा के हुन्छ, पातको साइज चाहिँ अलिकति सानो हुन्छ। तपाईहरुले बेर्ना अथवा बिउ किन्दाखेरि सकेसम्म यो दुईटा जात मध्येबाट रोज्ने र तपाईहरुको पर्पज अथवा तपाईहरुको टार्गेट के हो त्यसलाई फोकस गरेर दुईटा जात मध्येबाट जुनैसुकै जात पनि लिन सक्नुहुन्छ।